धन्यवाद कार्यक्रम उद्घोषकज्यू। महिला सम्मान हाम्रो अभियान समृद्ध राष्ट्र निर्माणमा विकास महान, समृद्ध राष्ट्र निर्माणमा विकास महान। यस कार्यक्रमका आदरणीय सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, आसन ग्रहण गरिरहनु भएका अन्य अतिथिज्यूहरू, निर्णायक मण्डलज्यू, समय पालकज्यू, आदरणीय गुरुहरू र विभिन्न विद्यालयबाट पाल्नु भएका मेरा प्रतियोगी साथीहरू, साथै यस कार्यक्रमले शोभा बढाइदिनका लागि उपस्थित आदरणीय महानुभावहरू। जिरी नगरपालिका वडा नम्बर 9 मा अवस्थित श्री ठुलोपातल माध्यमिक विद्यालयबाट म अनिसा तामाङ। जिरी नगरपालिकाद्वारा 116औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित वक्तृत्व कला प्रतियोगितामा भाग लिन पाउँदा अत्यन्तै भाग्यशाली ठान्दछु। साथै यस शुभ अवसर प्रदान गरिदिनु हुने जिरी नगरपालिकालाई हार्दिक धन्यवाद प्रकट गर्दै आज म महिलाको अधिकार राष्ट्र विकासको आधार भन्ने अत्यन्तै सान्दर्भिक र महत्त्वपूर्ण विषयमा मेरा केही तर्कहरू राख्न सभाध्यक्ष महोदयसँग अनुमति चाहन्छु। महिला अधिकार भन्नाले महिलाहरूलाई पुरुष सरह, समान हक, हित, सुरक्षा र मर्यादाका साथ बाँच्न पाउने नैसर्गिक अधिकारहरू भन्ने बुझिन्छ भने विकास भनेको समाज, राष्ट्र तथा व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक पक्षमा आउने सकारात्मक परिवर्तन र प्रगति हो। विकास मानव अधिकारको एक अभिन्न अङ्ग हो जसले लैङ्गिक विभेदको अन्त्य गरी शिक्षा, स्वास्थ्य, रोजगारी लिने प्रक्रियामा सहभागी हुने र महिला हिंसाबाट मुक्त भएर सम्मानपूर्वक बाँच्ने हकलाई सुनिश्चित गर्दछ। महिला अधिकार राष्ट्र विकासको मूल आधार हो। विकासलाई सङ्कुचित अर्थमा भन्दा भौतिक पूर्वाधार सडक, बिजुलीले लिइन्छ, यो स्वाभाविक हो। तर समाजको आधा हिस्सा ओगटेको महिलाहरूलाई पछाडि छोडेर गरिएको विकास अधुरा हुन्छन्। महिला अधिकार कुनै दयाको विषय होइन, यो मानव अधिकार र देश विकासको अपरिहार्य शर्त हो। सभाध्यक्ष महोदय, जब महिलाहरूको अधिकार सुनिश्चित हुन्छ तब सामाजिक र आर्थिक सशक्तिकरण अन्तर्गत महिला शिक्षित हुन्छन्, तब आफ्नो परिवार, समाजको स्वास्थ्य, शिक्षामा र आर्थिक सुधार ल्याउँछन्, तब उत्पादनशील बढ्छ र सामाजिक विकृति विसङ्गतिहरू कम हुनुका साथै देशव्यापी रूपमा गरिबी उन्मूलनमा टेवा पुग्छ। गरिबी उन्मूलनमा टेवा पुग्नु भनेको समृद्ध नेपाल निर्माण हुनु हो। राजनीतिमा सहभागिता र नीति निर्माणमा नेपालको संविधान 2072 भाग 3 को उपधारा 38 मा महिला सम्बन्धी हक अधिकारहरू तथा महिलालाई 33% अनिवार्य सहभागिता गरेको छ, जसले महिलाहरूलाई नीति निर्माण तहमा पुर्याएको छ। सभाध्यक्ष महोदय, जब महिलाहरू निर्णय प्रक्रियामा हुन्छन् तब महिला मैत्री नीतिहरू बन्छन् जसले समाजको वास्तविक समस्याहरूलाई समाधान गर्दछ र सभ्य समाजको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। साथै सामाजिक विभेदको अन्त्य गरी महिलाहरूलाई केवल देवीको रूपमा पूजा गर्ने मात्र होइन, व्यवहारमा उनीहरूलाई समान सम्मान र अधिकार दिनुपर्छ। दाइजो प्रथा, घरेलु हिंसा, बाल विवाह र बक्सीको आरोप जस्ता थुप्रै कुरीतिहरू तोडेर जब महिलाहरू अघि बढ्ने अधिकार सुनिश्चित हुन्छ तब मात्र राष्ट्रले वास्तविक विकासको गति लिन्छ। साथै सामाजिक विभेदको अन्त्य गरी सुन्दर, शान्त, विशाल र विकसित नेपालको स्थापना हुन्छ। सभाध्यक्ष महोदय, नेपालको इतिहासलाई हेर्ने हो भने पासाङ लामो शेर्पाले विश्वको अग्लो हिमाल आरोहण गरी विश्वलाई परिचित गराए। विद्यादेवी भण्डारीले राष्ट्रको सर्वोच्च पदमा पुगेर नेतृत्व क्षमता देखाए। हालसालै मात्र नेपालमा भाद्र 30 र 24 गते घटेको घटनाले छेद विच्छेद भएको राष्ट्रले सुशीला कार्कीले नेपाल आमा बनेर कौशलतापूर्वक नेतृत्व दिई सिङ्गो राष्ट्रले जोगाइन्। त्यसैले महिलाले अवसर पाएमा असम्भवलाई पनि सम्भव बनाउन सक्छन् र महिला सशक्त भए राष्ट्र सशक्त हुन्छ भन्ने कुरा प्रमाणित गर्न चाहन्छु। सभाध्यक्ष महोदय, अन्तमा म यति भन्न चाहन्छु कि महिलाहरूलाई सन्तान वृद्धि गर्ने कारखानाको रूपमा मात्र होइन, महिलाहरूमा लगानी गर्नु भनेको राष्ट्रको भविष्यमा लगानी गर्नु हो। एउटा समुन्नत, विकसित र आधुनिक नेपालको परिकल्पना गर्न महिला अधिकारलाई सुनिश्चित गरौँ, महिला अधिकारलाई सम्मान गरौँ, समुन्नत राष्ट्र निर्माणमा हातेमालो गरौँ। विकासको हरेक प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता बिना समृद्ध नेपाल सुखी नेपालीहरूको अधुरो सपना रहन्छ। त्यसैले महिला अधिकारको प्रवर्धनलाई राष्ट्र विकासको सबैभन्दा प्रभावकारी बाटो र सबैभन्दा छोटो प्रभावकारी बाटो हो भन्दै मेरा भनाइहरू यही अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद। जय ठुलोपातल मावि, जय जिरी। धन्यवाद। अनिसा तामाङ ठुलोपातल माविका उत्कृष्ट भनाइ राखेर गरिसक्नुभएको छ।